Hey guys, म चाहिँ बिहानै 6 बजे आएको छु यहाँ क्लाइन्टलाई ट्रेन गर्न होइन, पोटेन्सियल क्लाइन्टलाई उयो चाहियो अरे, के भन्छ ट्रायल सेसन होइन, त्यसकै लागि म आएको छु। लेट्स सी कस्तो हुन्छ। बाफरे म निद्रा नपुगेर आँखैभित्र गइसक्यो त के छैन। लेट्स सी के हुन्छ, म तिमीहरूलाई अपडेट गर्छु। हामीले क्लाइन्टलाई ट्रेन गऱ्यौँ, हि सेड ओके है, मलाई सिकाउन मजा आयो। अब लेट्स सी के हुन्छ। इफ यु लाइक इट यु विल कल र कन्टिन्यू गर्छ। जिम चाहिँ बबाले थियो है, जिम चाहिँ एकदमै दामी थियो, यहाँ आउनलाई मजा पनि आउँछ। सो लेट्स सी के हुन्छ, मलाई तिमीहरूलाई अपडेट गरिहाल्छु है। वेलकम गाइज, वेलकम ब्याक टु द च्यानल। आम द्याट गाई अगेन है। अस्तिको हप्ता पनि जम्मा एउटा भिडियो हालेँ, होलीको भिडियो होइन। कति भिडियो हाल्छु भन्दै थियो तर भ्याउँदै भ्याएन। यो हप्ता पनि लेट भइसक्यो है। ए होइन, आज ट्युसडे भइसक्यो। सन्डे मन्डे हाल्नुपर्ने थियो, हालेको छैन मैले। सो आज म रेकर्ड गर्दैछु र आज जसरी पनि एडिट गरेर म यो भिडियो हाल्छु है। लाइफ अपडेट, एभ्रिथिङ गोइङ क्रेजी, ट्रान्सफर्मेसन क्रेजी भइरहेछ। कन्टेन्टहरू पनि राम्रो भइरहेछ है, राम्रो जान थालिरहेछ। फेरि फिजिक अपडेट भिडियो कहिले पनि राम्रो जाँदैन थियो है टिकटकमा। मान्छेले एप्रिसिएट गर्दैछ है, लाइक एस्थेटिक यताउति भन्दैछ, जो विच मिन्स अ लट टु मी। कुपोषित पनि भन्दैछ है। अब धेरै दुख लाएर आई डोन्ट माइन्ड है, किनकि यो पोइन्टसम्म आउन मैले धेरै मिहिनेत गरेको छु। सो अझ फ्युचर प्लान झन् क्रेजी हुनेवाला छ। मैले अस्ति पनि भनेको थिएँ है, मिस्टर हिमालय आउन 2 हप्ता छ। त्योभन्दा अगाडि पनि फ्यु प्लान्स छ, त्यो पछाडि पनि फ्यु प्लान्स छ, र त्यो दिन पनि धेरै प्लान्स छ होइन। अब आउने नेक्स्ट कपाल अफ विक्स हाम्रो लागि क्रेजी हुनेवाला छ। अब त्यो बिहानको क्लाइन्टले चाहिँ अफकोर्स मलाई लिन्छ जस्तो लागेन, किन भन्दाखेरि त्यो मान्छेले फङ्सनल कुराहरू खोज्दै थियो, जस्तै वर्कआउट पछि कुल डाउन यताउति। अनि त्यो त म वर्कआउट पछि मैले कहिले पनि कुल डाउन गरिनँ क्या। सो जे कुरा मलाई आउँदैन म त्यो सिकाउन लाइक ठिक पनि लागेन है। अनलाइन पर्सनल ट्रेनिङ चाहिँ म गरिरहेको छु, त्यो चाहिँ म मजाले नै भ्याइरहेको हुन्छु। सो इफ यु गाइज आर इन्ट्रेस्टेड, त्यसको लागि पनि डिएम गर्दा हुन्छ है मलाई। सो म यो सघाउँछु। अनि आई विल सी यु गाइज इन द जिम, किन भन्दाखेरि 2 बजिसक्यो र आज काप्स 1 आवर बिफोर जिम भइरहेको छैन, आधी घन्टा हुन्छ होला। यु गाइज इन द जिम। ल गाइज, म जिम आइसकेँ र आज ब्याक र ट्राइसेप्स हो। र म त्यति बोल्दिनँ होला अरू दिन जस्तो है, मान्छेहरू लास्टै छिटो आउन थालिरहेछन्। थाहा छैन, मलाई बोल्नै अप्ठ्यारो लाग्छ। सो यत्रो भइसक्यो कन्टेन्ट बनाएको, त्यही पनि तर केही छैन। आज त्यही पनि फिजिक अपडेट, लाइफ अपडेट टाइपको हो। सो लास्टमै म मजाले बोल्छु फिजिक चेक गर्दाखेरि। सो इन्जोय द वर्कआउट, गाइज, लेट्स गो। There's no point standing around. We'll only be showered by more boulders. Ready? राइट, वेट एकदमै कम भएर पुलअप्स चाहिँ लास्टै इजी भएको छ है। हेड पुल डाउनदेखि सुरु, फेरि अर्कै ग्रुप। Your horse is on the double. मलाई चाहिँ लार्ज भोल्युम वर्कआउट्स मनै पर्दैन क्या। छिटो सकायो, एकदम इन्टेन्सिटी हाई राखेर र जति सक्दो छिटो घर गयो क्या। र यो कटमा अस्तिसम्म चाहिँ एनर्जी त्यस्तो डाउन भएको फिल भएको थिएन, तर अब अझ डिप कटमा गइसकेपछि अहिले चाहिँ एनर्जी लेभलहरू एकदमै डाउन भइरहेछ होइन। झन् वर्कआउट पछि त केही नै गर्न मन लाग्दैन। सो Be honest, are all of us riding to our deaths? Yes, we are. And since we're dying anyway, you're saying that it's better if we at least die fighting? I am. But wait, if we'll die anyway, then who cares what we do? We could just disobey your orders. And it wouldn't mean a thing, would it? ला मैले स्ट्र्याप्स यो एक्सर्साइज गर्न थालेपछि स्ट्र्याप्सको बारेमा सम्झेँ। Yes, you're precisely right. Everything that you thought had meaning, every hope, dream, or moment of happiness, none of it matters as you lie bleeding out on the battlefield. None of it changes what a speeding rock does to a body. We all die. But does that mean our lives are meaningless? Does that mean that there was no... धेरैजनाले पत्याएको थिएनन् होइन, म 11% बडी फ्याटमा छु भनेर। प्रोफेसनल बडी बिल्डरको मुखबाट सुन्नु अब आफै। प्रोफेसनल बडी बिल्डरको आँखाबाट हेर म कति % बडी फ्याट छु दादा? म्याक्सिमम 11-12% ठ्याक्कै त होइन, जे भए पनि 11-12 या त्योभन्दा अन्डर चाहिँ मलाई लाग्दैन होइन। तर जे भने 11-12 मै म छु, समवेयर इन बिट्विन होइन। र सिङ्गल डिजिट बडी फ्याट पनि चेज गर्दैछु म मिस्टर हिमालयसम्म। र त्यो एचिभ भयो भने झन् खतरा, तर भएन भने पनि इट्स ओके, किन भन्दाखेरि आम अलरेडी लिन इनफ होइन। point in our being born?
Would you say मैले यत्रो लिन हुनको लागि डाइट प्लान पनि अलरेडी टिकटक र इन्स्टा दुइटैमा हालिसकेँ, युट्युब सर्टमा नि हालिसकेँ होइन। हाल्न चाहिँ त्यो चेकआउट गर्दा भयो र म फुल डे अफ इटिङ पनि निकाल्छु युट्युबमा सुन है। युट्युबमा अझ फोकस गर्नुपर्ने चाहिँ छ, तर टिकटकमा पनि मलाई 5000 फलोवर्स जति सक्दो छिटो रिच गर्न सकेँ। मैले बल्ल फेरि हिट समात्दैछु होइन। एउटा पोइन्टमा आएर यति स्टक भएको थियो, 1 महिनै स्टक भयो होला म सायद त्यो फलोवर्समा, तर अहिले बल्ल थोरै ग्रोथ आउँदैछ। सो टिकटकलाई मजाले ग्रो गरिसकेर अनि युट्युबमा फोकस गरौँ पनि भन्दैछु, अब हेरौँ के हुन्छ। that of our slain comrades? What about their lives? Were they meaningless? ल हाम्रो वर्कआउट चाहिँ सकिसक्यो। अब पोजिङ नेचुरल लाइटिङ प्लस जिम लाइटिङ है। They were not! Their memory serves as an example to us all! The courageous fallen, the anguished fallen. Their lives have meaning because we, the living, refuse to forget them. And as we ride to certain death, we trust our successors to do the same for us. Because my soldiers do not buckle or yield when faced with the cruelty of this world. My soldiers push forward. My soldiers scream out. My soldiers rage! दिस वाज इट गाइज है। अब लास्ट टाइम तिमीहरूले युट्युबमा देख्यो भने त म अझ लिन भएको छु जस्तो लाग्छ मलाई। एभ्रिथिङ गोइङ गुड। अझ 2 विक्स बाँकी छ हाम्रो रेकर्ड सकिन। अझ लेट्स सी हाउ फार वी क्यान पुस इट। आजलाई यति नै। अब म रिल्सको लागि पनि एकचोटि सुट गर्छु लाइक यो फर्मेटमा होइन। अस्ति राम्रो रेस्पोन्स आएको थियो, किन मेरो नर्मली फिजिक चेकहरूमा खासै भ्युज आउँदैन होइन, जस्ट एजुकेसनल भिडियोमा मात्रै भ्युज आउँछ। सो यो पालि चाहिँ त्यस्तो भएको थिएन। सो लेट मी ट्राई अगेन। राम्रो गयो भने आई विल अपडेट यु गाइज। टिकटक र रिल्सको लागि पनि डन। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। आजको भिडियो मेबी सर्टै भयो होला, कति एडिट गर्दा कति मिनटको हुन्छ आई डोन्ट नो। र थ्याङ्क यू सो मच फर वाचिङ एन्ड आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो। सी या।